लाख राख्ने ये तो बात है क्यों ये बनाना हो ये तो क्यों এটা কে চলে बस बस ना इतना बस ना पता नहीं क्यों ना अबे मैं तो बजाना और के कॉपीराइट में तो लगता है देखने सब कुछ ये कोटले छिली हाल्थ्यो अगाडि अलिकति लु छोड़ ना कमिला बसेर कमिला कि झिंगा आएर दिक्क लाग्छ उसले नि बनाएको सनानको जति रूप राम्रो सुस्ती मैं ढोका नाला में इतना लाइट हो गया आउँछ भित्र ईश्वरी भई शुभमा ईश्वरी भई फोटो खिच्नु न खै त फोटो खिचे छैन नानी खिचे पछाडि कहाँबाट बनाएको हाम्रो पालो आयो गिलो हुन्छ होला लालमै हो त अलिकति दही हाल्नु त्यसको जुत्ता फुटाल्नु न जुरा पनि फुटाल्नु होइन ठिकै छ फोहोर छैन ठिकै छ
क्या पता नहीं यता हेर्न पाइँदैन नि त सर्भिस त कस्तो आउँदै कस्तो लगाइदिँदै हुन्छ आउने रहेछ एकछिन बन्द गरौँ यो एकछिन बाहिर 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 सूर्य समानको जति रूप राम्रो चन्द्र समानको आयो सकिम्रो सरी भई सुखमा अलिक टिका आमाले सक्नु छुपेर सेलिन्छ यता भित्र यो पनि हाल्दै होला यसो गरेर यस्तो छिटो छुटेको छैन अघि गोजीमा हाल्छु भाइ आइज यहाँ यता यता उल्टो भयो ऐना हेर्न लाग्दैन यो चाहिँ उता राख्नु न यो हो त्यो चाहिँ त्यो लोटाले यता राख्नु त्यो जमेर दिने बेला चाहिँ नि त्यो अलि एउटा सारा सारा त्यो आरी पानी हात चोपेर त्यो धेर उ भयो क्या गमलाको नि ल्याएर राख्नु हुन्छ त्यो ठुलो डालोलाई कुशलमा
पहिले भोज्दा राख्नु हो त्यो गर्दा त्यतिकै राख्नु त्यति बगेर यहाँ कुसुमको पालो आयो त्यो काकालाई दिउँ न
यो नला खेल्नु खेल्नु पालो सुत्तामा डाँडा गर्नु होला नि लगाइदिनु अनि काट्नुपर्छ टुर्ने होइन बोल्ला थियो होला चलाउने देखिन्छ तिमी पनि लु आऊ आऊ साँच्चै लस्करी बस त्यो बस्दा भाइ पनि आइदिनु त्यो ढोका भाइ यो त होइन र भाइ पनि आइदियो यहाँ अड्छ त तरी हालिदिएको छु पुरा यस्तो चाहिँ ड्रोन सट जस्तो हुन्छ सर बहिनीहरूले बनाऊ बहिनीहरू कहाँ गयो चाल
चोटी छैन त्यसको के नलागिनु कानमा हल्कामा राख्नु कानमा हुँदैन यो उहाँ राख्नु त यो पनि उहाँ राख्नु भगवानको प्रसाद हो पैसा लक्ष्मी माछा लगाउनु राम्रो देखियोस् भनेर अहिलेको काममा पैसा पनि नसिक्नु झरी जान्छ होला भए के गर्नु रोपी ल्याइरह न एकछिनमा पनि अझ फोटो खिच्दा त राम्रो देखिन्छ साइड टोपी लाए टोपी लाउनुपर्छ जमारा अगाडि जाइ नि टोपी लगाएर कोही आउन तेरो टोपी छ त अनि अरे सानो हुन्छ क्या हो अस्ति काठमाडौँ भएबाट मन्त्री बनाइहाल्छ क्या हो हाम्रो फुटबल तथा भलिबल मन्त्री मोबाइलमा खेल्न गएर फ्री फायर मन्त्री बालकले नि उनी गरेन त त्यसको लागि बजेटै छुट्यायो नानी आऊ 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 तिम्रो पालो आयो छिटो टिको लाउनु शरणं गतिनार्थाय पवित्राय बोलो बोलो जयन्ती मङ्गलाकाली भद्रकाली शरणं गतिनार्थाय पवित्राय
गठनको पत्ता बिगार गठन देखिको खाली नरितामा दिदीले नपल्ने नगाला अच्छा लाइट जमेला त फेरि क्याबा पनि लाउनु टीका लगाइसक्दाखेरि आएर बाह्र यता बढेन भयो त्यही भयो हेर्न लाग्ने भाइलाई पनि ल्याउ भाइलाई यतापट्टि बस भाइ बस म पनि बस्छु लु लु बस्छु म पनि बस्छु मलाई राम्रो
त्यही लाउ जमारा लाउने बेलामा तिम्रो मानेन बोर्डिङबाट मोबाइल कस्तो अहिले पार्छ जानी पछि भाइको पालो लु भाइको पालो भाइको मम्मीको काखमा बसेर लाउँछ त आमा पैसा दिनु है भाइलाई पैसा दिन्छु नि अहिले तिमी लाएर अरे नाच्नु पर्छ त यो पनि एउटा नालिहाल्छ होला यही होला गान्दाको पैसा ल मेरो पाला महिलाको लागि मुढा हटाइ मुढा हटाउँदा त हुन्छ अर्को पानी छ के चोब्नु न के चोब्नु न अलिक सानो पनि सानो यसो गरेर उचाल्नु अलि होला सर्नु न त अलि होला हात नजान्छ नि निधारमा पुग्दैन यस्तो गर्दा हात गर्छ कि अनि हजुर भाइ सिना म यता होला नि होइन आमा त्यही पानी अनि मलाई अप्ठ्यारो
स्वस्तिको त्यो कानको चाहिँ झिक न तपाईँको कानको झिक हो त्यो झिक सीमा दिदी पनि त्यही बजार लगाइदिनु ए त्यहाँ थपिने हो क्या त्यताबाट हजुर अब लगाइदिनु हुन्छ हुन्छ लगाइदिनु यता मातिर आउनु पर्छ तपाईँहरू त जानु आधा राखेर भनिरहेको मिल्दैन हुँदैन थपिदिनु पर्ने दाजु चाहिँ तालतिर पढ्नु है पढ्ने पढ्ने सुरुमा दाहिनेपट्टि चाहिँ लाउनु पर्छ दाहिने नै हो त ए हो त मैले लाउँदा हो यता अब छिटो मिठो यो पनि लाउनु दैको पार लाउनु त्यसमा स्याटिदिनु राम्रो पनि भयो अब लगाइदिने अब यता फर्किँदा उता पनि भयो अब तपाईँहरू दुईजना यो आऊ यता यसो गरौँ दुईजना गरौँ भइगयो त यति लगाइदिँदा उता जानु न दिदी त उता जाऊ तँ यता आउनु न म यसो गर्छु अलिकति म यसो गर्छु नि त हुन्छ यसो राखेर एक के प्लास्टिक त मैले उता राखेको
सर्वै मङ्गल्य मङ्गल्यं शिवे सर्वत्र साधिके शरणे त्र्यम्बके गौरी नारायण नमस्ते इंद्र समानको आयो सतिलो सूर्य समानको जतिरो राम्रो तन्दै पता लाग्यो राम्रो होला होला यहाँ देखिन्छ भाइ सब आर्थिक प्रगति शुभकामना मङ्गलकाली ढुङ्गा चाहिँ पिसाबाटै जान्छ अब अलिकति बनाउँछ छोराछोरी खान्छ यो होइन कता पर्यो त्यही पर्ने ठाउँ अहिले यहाँ टिका लाउन छोराछोरीलाई सबैले त गर्नु पर्दैन त अब अलिकति रङको नम्बर हो पुग्छ पनि त पुग्छ हो र ढोकाउनै पर्छ खुट्टा यहाँ दही छ पछाडि दही पनि हाल्नु त कति अब केटाकेटी पाला आयो पाला आयो हेलो सुन्नुहुन्छ कान्छीलाई भोक लाग्यो कि खायो हेलो आवाजै आएको थिएन अहिले चाहिँ आयो टिका लाग्यो नि लाइभै छ त पानी दिन्छ थोरै थोरै हातमा यसो 2-3 ठोका लगाइदिउँ न होइन यहाँ चाहिँ हाल्ने क्या होइन त्यहाँ त हाल्नु लु अब सर त आउनु छोराछोरीलाई लाग्यो कसैमा आउनु कुर्सिम र बहिनीहरू बस्दा हुन्छ होला हौ त्यसो गर्दा काकाहरू आउनु है उता जाऊ माथि बस्नु जयन्ती मंगलकाले वक्रकाले कपालिनी दुर्गाक्षि महादात्री
जाँदा उताबाट झ्याप्प काट्ने उतै छ यहाँ छैन कि यहाँ चोर राखेको बिग्रिन्छ बाबु जमरा छ नि त्यहाँ छन् कान्छो ल्याउँदैछ केटाहरू लस्करै आऊ न अब बस त नारायण नमस्ते संस्कारी मम्मीको तिमीलाई धेरै माया गर्नु बाबालाई नि गर्नु बाबालाई दियो यसले जमराले बाटी खप्नुपर्छ होला घरे गरेन नि हुन्छ अब खै नानी स्नेहा नानीलाई बोलाऊ कहाँ लगा कि यसले नानी बसिहाल न बस स्नेहा स्नेहालाई बोलाउनु न बाबु नानी खै दाजु बिजायो एकदम ज्ञानी संस्कारी आउनु पढ्न चौता भन्ने पर्दैन कति आउँछ सबैलाई माया गर्छन् जयन्ती मङ्गलाकारी भैरवकाली कपाली दुर्गात्री नवरात्रि भाइ आइज तेरो पापा आयो ठुलो बाबा ठुलो मामलाई फोन गर्दै गर्नु ल दिनमा त होइन बिदा भएर होला आउनु बाबु कहाँ जानुभयो छोरीहरू नमान्नु हुनु कान्छी छोरी भनेको मान्नु झगडा नगर्नु धेरै पढ्नु पहिला फर्स्ट खै अलि रानी खै
पनि छिट्टै छोडिहाल्नु झगडा नगर्नु नबाज्नु कोहीसँग ए नानी लडिन्छ लु भाइ अब दर्शन गर्नु पर्यो नि त लु 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 दर्शन अहिले गरौँ ल लु दर्शन पैसा दिनुपर्छ अलिक दर्शन दर्शनको पालो बाहिर गर ल हात राख्नु छोरीको पनि खुट्टा धुनु पर्यो नि त उतै ढोगिहाल ल अब होइन त अहिले ढोगौँ ल यहाँ गर्ने भइसक्यो कपरले यो छोपेर अब पर्दैन अब लास्ट हो यो यति हो लास्ट हो पऱ्यो यो लास्ट गर्नु ल इसको नानी सानो सिधा सिधा माथि हो भाइ स्कुलमा पनि नाच्नु है स्कुलमा पनि नाच्नु धेरै पढ्नु ज्ञानी हुनु भाइजनलाई भनेको मान्नु ज्ञानी हुन्छ ल के भन्दा मानु थाहा छ टिका लाएर पैसा दिनुहुन्छ पैसाहरू त्यही भएर उयो पनि सिक्नु सानो सानोलाई चाहिँ गोजीमा हालिदिउँ होला बुझ्यो सक्यो पैसा अहिले ल 1 घण्टा हुँदा भाइको हातैमा रहेछ त कति बजायो त्यो पनि एकैचोटि 1 बज्यो 1 बज्यो Come on.